हेलो सम्पूर्णलाई वेलकम छ मेरो फर्स्ट भ्लगमा। आज चाहिँ हामीहरू घुम्न गइरहेका छौँ महलतिर। देख्न सक्नुहुन्छ हामीहरू म पछाडि बसेको छु, बिचको दाइ र अगाडि ज्वाइँ साहब हुनुहुन्छ। साथीहरू हामी चाहिँ गइरहेका छौँ यो बाटोले, बिचमै छौँ अहिले। पुग्न लाग्छ त्यही आधा घन्टा जति लाग्छ हाम्रो त्यहाँ रुमदेखि। आज चाहिँ सन्डे थियो, त्यही भएर छुट्टीको थियो, त्यसैले आज ट्राफिक पनि छैन, किनभने अरू दिन त हेलमेट लाउनु पर्थ्यो, त्यही भएर आज चाहिँ छुट्टी छ, भन्नुपर्छ। हामीहरू चाहिँ बाटोमै गइरहेका छौँ। यहाँ यतातिर देख्न सक्नुहुन्छ पुरै जाम भएको छ, गाडीहरू अगाडि बाटो छेकियो। दोस्तहरू हामीहरू चाहिँ अहिले गइरहेका छौँ फिनिस महल। यो अगाडिको देख्न सक्नुहुन्छ, यो हो यहाँको बेङ्गलोरको फिनिस महल। गाडीको लास्टै भिड रहेको छ यहाँ। हामीहरू चाहिँ गइरहेका छौँ अहिले। यहाँ मान्छेहरूको भिड देख्न सक्नुहुन्छ। फाइनल्ली साथीहरू हामी चाहिँ फिनिस मल पुगिसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ बाहिरको वातावरण, यहाँ अत्यन्तै मानिसहरूको भिड हुने गर्दछ। यहाँ बच्चाहरूको लागि खेल्ने व्यवस्था पनि छ। अनि यतातिर बाटो भित्र जाने बाटो छ, यहाँ चेकिङ हुने गर्दछ गेटमा। हामीहरू चाहिँ गइरहेका छौँ। यहाँ आउने गर्दछन् विभिन्न ठाउँबाट घुम्ने मानिसहरू पनि। यहाँ माथि देख्न सक्नुहुन्छ निर्माण कार्य चालु छ। हामीहरू चाहिँ गइरहेका छौँ अब भित्र प्रवेश गर्नतिर। अब यहाँनिर चाहिँ फोन अलाउड हुन्न छ गाइज, त्यही भएर फाइनल्ली गाइजहरू हामी चाहिँ मलभित्र प्रवेश गरिसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ मान्छेको भिड। हामीहरू चाहिँ लिफ्टको सहायताले मल्लो फ्ल्याटतिर गइरहेका छौँ। अहिले चाहिँ माथि गइरहेका छौँ भन्नुपर्छ। यो चाहिँ माथिको अर्को फ्लोर हो। यहाँ आएर हजुरहरू सपिङ गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ विभिन्न ब्रान्डका कपडा, सम्पूर्ण चाहिने सामग्रीहरू पाइन्छ। यी दाइ अनि म गइरहेका छु साथीहरू भन्नुपर्छ। हजुर मलको टपको फ्लोरबाट हेर्दाखेरि तलमा यस्तो देखिन्छ, देख्न सक्नुहुन्छ। यहाँ यसको चाहिँ 3 फ्लोर छ, एउटा ग्राउन्ड फ्लोर पनि छ। यहाँ देख्न सक्नुहुन्छ विभिन्न कन्ट्रीका मान्छेहरू। यहाँको भेट कहिले कम हुन्न साथीहरू, यस्तै हो। तल देख्न सक्नुहुन्छ नास्ता गरिरहेको मान्छेहरू ग्राउन्ड फ्लोरमा। अनि यहाँ चाहिँ एउटा 2टा 3टा फ्लोर माथि हामीहरू छ। अहिले चाहिँ देख्न सक्नुहुन्छ यतातिर म छु। अनि हामीहरू चाहिँ अब माथितिर गइरहेका छौँ, जब माथि टपमा। यो चाहिँ टप फ्लोर हो। अब यहाँबाट हामीहरू एकैछिनपछि घर जानको लागि तल जानेछौँ। केही समयको लागि मात्र आज चाहिँ लास्टै घुम्यो होइन गाइज। अब फर्स्ट चोटि भएर होला। यहाँ देख्न सक्नुहुन्छ यहाँ मेट्रो। अनि मेरो चाहिँ आज यो फर्स्ट भ्लग हो भनौँ। अब आज कस्तो लाग्छ अनि प्रतिक्रिया दिनु होला, त्यस्तै अनुसार अनि म पनि डेली भ्लगहरू लिएर आउनेछु। वाह साथीहरू त यतातिर त म्युजिक सिस्टम पनि रहेको रहेछ। यहाँ आएर आनन्द लिन सक्नुहुन्छ डान्स गरेर। यहाँ देख्न सक्नुहुन्छ म्युजिक चालु रहेको छ इधर। अनि यहाँबाट हामीहरू चाहिँ अब गइरहेका छौँ बाहिरतिर। उतातिरबाट आएको, अब बाहिर जानखेरि चाहिँ यताबाट घुमेर आएको हामीहरू। आज हामीले महलभित्र खिचेका फोटोहरू लास्टमा जोइन गरिदिन्छु साथीहरू। यहाँ देख्न सक्नुहुन्छ कस्तो ब्याकग्राउन्ड सुन्दर देखिरहेको छ होइन गाइजहरू। दाइ केही समयको लागि आएको थियो हाम्रो रुममा चाहिँ, अलिकति टाढा हो दाइको रुम चाहिँ। अनि कति फाइनल्ली साथीहरू हामी चाहिँ अब गइरहेका छौँ रुमतिर। देख्न सक्नुहुन्छ स्कुटी चालु गरेर गइरहेका छौँ। अब यहाँ गाडीको लास्टै भिड रहेको हुनाले हामीहरू स्लो गइरहेका छौँ। अत्यन्तै गाडीको भिड रहेको छ यहाँ। यो स्कुटी चाहिँ आज हामीहरूले चाहिँ अरूको मागेर ल्याएको होइन, त्यही भएर छिटो जानु परिरहेको छ है। यो देख्न सक्नुहुन्छ बाटो खाल्डाखुल्डी भएर पनि अलिकति त्यस्तै छ बाटो।
म दाइले भन्दै थिएँ के स्लो चलाएको यस्तो भनेर दाइ भन्दै थियो रिसाउँदै थियो यसरी चलाउनु हुन्न भाइ भनेर हामीहरू चाहिँ अब स्लो गइरहेका छौँ अहिले चाहिँ यहाँ हाइवे रोड भएकोले अब एकैछिनपछि हामीहरू चाहिँ जोडले जानेछौँ होइन गाइज यताउता देख्न सक्नुहुन्छ अत्यन्तै रमणीय ठाउँ छ यहाँ ठुल्ठुलो बिल्डिङ अनि ब्याकग्राउन्ड दामी दामी ओ माई गड साथीहरू मैले उतातिर हेरेको होइन यस्तो दामी बिल्डिङ रहेछ यतातिर यो चाहिँ के रहेछ भन्दाखेरि एउटा कम्पनीको ठुलो बिल्डिङ रहेछ मैले दाइले सोद्धाखेरि दाइले कति स्लो चलाएको भनेर होला अहिले चाहिँ कुदाइरहेको छु गाइजहरू देख्न सक्नुहुन्छ स्पिडमा लगिरहेको छ 80को स्पिडमा अहिले चाहिँ हामीहरू अब पुग्न लागिरहेका छौँ रुमतिर ओके गाइज हामीहरू चाहिँ रुममा पुग्न लागिसकेका छौँ अब यो भ्लग कस्तो लाग्छ मेरो फर्स्ट भ्लग भनौँ त्यस्तै सुझाव या प्रतिक्रिया दिनु होला ओके गाइज